डाँडाखानी गाउँका दाजुभाइ दिदीबहिनीहरू महावीर पुन आएको छु। चुनावमा उम्मेदवार भएर आएको छु। ल भेटघाट गर्न चाहनेहरू आउनुहोस्। भेटघाट गर्न चाहनेहरू आउनुहोस्। प्रश्न छ भने सोध्नुहोस्। भोट दिन मन लाग्यो भोट दिनुहोस्। आयो ल दाजुभाइ दिदीबहिनीहरू उताबाट आउनुहोस्। हेलो नमस्ते सबैजनालाई। अनि म्याग्दीका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णले यसपालि चाहिँ यो फागुन 21 को निर्वाचनको लागि चाहिँ हाम्रो महावीर पुनले चाहिँ स्वतन्त्र उम्मेदवार दिनुभएको छ। उहाँलाई त्रिभुज चिन्हमा मतदान गरी म्याग्दीका सम्पूर्ण जनताहरूले उहाँलाई मतदान गरेर जिताइदिनु हुन म विनम्र अनुरोध गर्दछु। किनभने उहाँ स्वतन्त्र हुनुहुन्छ। तपाईहरू जुनसुकै पार्टीको आस्था राख्नुहोस्, पहिला राख्नुहुन्थ्यो, तर यसपालि चाहिँ हाम्रो महावीर पुन सरलाई जिताइदिनु होला। उहाँ जस्तो मान्छे एकचोटि संसदमा चाहिँ छिर्नुपर्छ भन्ने हामी सबैको धारणा हो। त त्यसैले म सबैलाई के अनुरोध गर्न चाहन्छु, सोसल मिडियामा यदि चर्चित हुनुहुन्छ भने महावीर पुन सरको लागि एकचोटि भोट माग्दिनु हुन म अपिल गर्दछु, अनुरोध गर्दछु। उहाँलाई एकचोटि जिताइदिनु होला। म्याग्दीका जनताहरू एकचोटि जागेर हाम्रो महावीर पुन सरलाई भोट दिएर त्रिभुज चिन्हमा भोट दिएर जिताइदिनु हुन म विनम्र अनुरोध गर्दछु। तपाईहरूले नि भोट माग्दिनु हुन अनुरोध गर्दछु सबैजनाले। धन्यवाद।